हेलो 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 मेरो चाहिँ यो ब्याचलर पढ्दाको मेरो बुकहरू हो। अनि यो चाहिँ मैले ब्याचलर पढ्दा मैले यति पढेछु के 2 बरा नै ब्याचलर पढ्दै गर्दा। अनि मेरो चाहिँ भाषा विज्ञानको स्टुडेन्ट्स भएकोले गर्दाखेरि यो चाहिँ लिङ्ग्विस्टिक पढ्यो। अनि यो चाहिँ फर्स्ट इयरको रहेछ। अनि कति बुक पढिएछ, कति लक्ष्यहरू ट्राई गरिएछ। यो त अब अध्यापन अनुमति पत्र भइहाल्यो। मैले यो विद्युत प्राधिकरणको यो पनि मैले ट्राई गरेको थिएँ। सो यस्ता बुकहरू कति छन् र यो ब्याचलरमा मात्रै पनि यति धेरै बुक पढिएछ। सायद अब अहिले चाहिँ मलाई लागेर अब काम नलाग्ने नै भयो। सो पढाइले मात्रै पनि हुँदैन रहेछ। सो एट लास्टमा चाहिँ मैले अब यहाँबाट चाहिँ मैले यतातिर डाइभर्सन के भन्छ यतातिर जानु परिहाल्यो। एन्ड मैले भाषा नै चेन्ज गरिदिएँ। सो सबै जारी गयो त त्यस्तो छ। कहिले कहिले हरेक बाटोहरू छोड्दै जानुपर्ने रहेछ। सो यो चाहिँ मैले N5 पढ्दाखेरि गरेका, पढेका, लेखेका है बुकहरू भयो। यो पनि कम्प्लिट भइसक्यो N5। एन्ड त्यस पछाडि यो मैले N4 पढ्दाखेरि यो मैले प्रयोग गरेको बुकहरू भयो, नोटहरू भयो। यो चाहिँ मेरो N5 को भयो। N5 पनि सक्यो। एन्ड देन यो N4 मेरो N4 पनि सक्यो। अब चाहिँ यसको सबै प्रक्रियाहरू पनि सकिसक्यो। अब यसको काम त छैन। अब N3 जाने प्लानिङहरू गरिरहेको छु। सो अब बाँकी रह्यो केही अब स्किलहरू बाँकी छ। सो लाइफ त्यस्तै रहेछ। सो म यतातिर गएर म कति भने 109 मा 107 सम्म मिलाउँदैछु। सो यो चाहिँ खान्जीहरूतिर भयो। सो मिनिङहरू यसरी रटिन्थ्यो। सो है गाह्रो छ। अब आफ्नो यता एकदम नेपालमै जब गर्ने, जागिर खाने भनेर हिँडेको, तर भइदिएन है। नेपालमा जब गर्नलाई सानो सानो कुराहरूमा पनि आफन्त चाहिने, करारमा मात्रै खुट्टा टेक्नलाई पनि अब त्यस्तो नभएको। अनि बरु मैले ब्याचलर तेस्रो वर्ष हुँदै गर्दाखेरि यतातिर यात्रा गरेको। मैले यसरी पनि मेहनत गरेछु सायद। सो हैन, अब त्यति राम्रो त छैन। 50 मा यति नै लागेको थियो र इन्डिङमा आएर अब जेएफटी चाहिँ राम्रो भयो। सो यति मेहनत गऱ्यो भने चाहिँ अभियसली पास चाहिँ हुँदो रहेछ। हामी एकदम हार्डवर्क गर्थ्यौँ। 100 मा 89 सम्म मात्रै पनि आउँथेछ। सो निकै लामो सङ्घर्षपछि कम्तीमा पनि आएको छ है गाइस। यस्तो छ नेपालको शिक्षा। अब यति धेरै पढेपछि त कमसेकम केही ज्ञान, आफ्नो लागि ज्ञान चाहिँ प्राप्त गरे जस्तो भएको छ। तर अब यसले खान चाहिँ नदेला रहेछ। परिवार पाल्नु पर्यो, घर बनाउनु पर्यो हैन। जीवन त्यस्तै हो। त्यसैले पनि अन्तिममा आएर चाहिँ हरेक कुराहरू इकोनोमिक्ससँग जोडिँदो रहेछ। अब त्यसो हुँदाखेरि अलिकति मलाई गाह्रो भएको हो। त्यस पछाडि चाहिँ मैले बाटो चेन्ज गरेँ। अब सकेसम्म, हुन त अझै 10 वर्ष छ नेपालमा जब गर्नलाई, 10-11 वर्ष। अब पछि हेरौँला। यिनीहरू भयो नायब सुब्बाहरू मैले धेरैपल्ट ट्राई गरेको छु। अनि अब के गर्ने त हैन। कति पढियो होला, कति दिमागलाई प्रयोग गरियो होला अनि हैन। त्यस्तै हो गाइस। गाह्रो छ देशमा गरी खानलाई। बरु मैले यो सिकेको, यो अध्ययन गरेको मैले ठ्याक्कै कति महिना भने 8 महिनामा एक्जाम लेखेको थिएँ। राम्रो स्कोर आएको थियो। बरु निहुङ्गोतिर के गर्ने त हैन। अवस्था यस्तो छ।